वेलकम ब्याक टु माई च्यानल. दिस इज मी मन्जिता. आज चाहिँ म हजुरहरूले वेट गरिराख्नु भएको भिडियोज ल्याएर आएको छु, विच इज कोरियाको बारेमा इन्फर्मेसनहरू. हजुरहरू कतिले मलाई कमेन्ट पनि गरिरहनु भएको थियो, डिएम्स पनि गर्नुभएको थियो कि हजुरले कसरी प्रोसेस गर्नुभयो, हजुरले ल्याङ्ग्वेज कसरी सिक्नुभयो, कति इयर्स भयो हजुर गएको एन्ड मेनी मोर. अनि मैले हजुरहरूलाई नेक्स्ट भिडियोमा बनाउँछु भनेर भनेको थिएँ. द्याट्स वाइ आज चाहिँ मैले नेक्स्ट भिडियो लिएर आइसकेँ. धेरै कमेन्टहरू त थिएन, 2-4वटा थियो. त्यही मध्येमा हजुरहरूले जिज्ञासा राख्नुभएको कुराहरू म भन्छु भनेर आएँ आज म. अनि त्यही हो, अब ढिला नगरिकन लेट्स स्टार्ट द भिडियोमा चाहिँ हजुरको स्टोरी पनि भन्दिनँ न स्टार्टिङदेखि भनेर भन्नुभएको थियो. ओके ल, फर्स्टमा चाहिँ म यो जे कुराहरू पनि म भन्छु त्यो चाहिँ मेरो आफ्नो पर्सनल एक्सपिरियन्स र पर्सनल्ली मैले भोगेको कुराहरू मात्रै हो. यो कुरा हजुरहरू सबैसँग मेल खान जान्छ भन्ने पनि हुँदैन. कतिजनाले मैले भन्दा राम्रो गर्न पनि सक्नुहुन्छ. त्यही भएर डोन्ट अफ्रेड, जस्तो हुन्छ आफ्नो लकमा पनि भर पर्छ. फर्स्टमा चाहिँ म मेरो स्टोरीदेखि स्टार्ट गर्छु. म चाहिँ यहाँ कोरियाको चाहिँ फल 2023 ब्याच हो, भनेको 2.5 वर्ष चाहिँ भइसक्यो. फल 2023 ब्याच हो. मैले ठ्याक्कै मेको लास्टमा प्रोसेसिङ गरेको थिएँ आउनलाई. अनि मेमा मैले प्रोसेसिङ गरेँ. अनि मै सँगसँगैकै साथीहरू चाहिँ जुलाईमा उनीहरूको त्यो भिजा अपोइन्टमेन्ट 2चोटि लिनुपर्छ नि त कोरियाको. उनीहरूको फर्स्ट अपोइन्टमेन्ट र सेकेन्ड अपोइन्टमेन्ट भनेर उनीहरू जुलाईको अथवा अगस्तमा उनीहरू आइसकेको थिए. तर मेरो चाहिँ फर्स्ट अपोइन्टमेन्ट चाहिँ यत्तिकै फर्स्टमा एकैचोटि दाइले घरमै गरिदिनु भयो. तर सेकेन्ड अपोइन्टमेन्टको लागि चाहिँ मेरो एकदम टाइम लाग्यो. टाइम भनौँ भने मैले सेकेन्ड अपोइन्टमेन्ट पाउँदै पाएन. यति गरेँ ल, हामी यति फ्रस्ट्रेट पनि भइसकेको थियौँ कि 15-20 हजार दिन्छौँ भनेर. त्यतिखेरै 15-20 हजार दिन्छौँ भन्दाखेरि पनि हामीले अपोइन्टमेन्ट बुक गर्न सकेकै थिएन. लास्टै गाह्रो थियो. मेबी अहिले चाहिँ कस्तो छ, अहिले त झनै गाह्रो छ भनेर सुनिरहेको थिएँ. तर त्यतिखेर पनि हामीले लास्टै गाह्रो थियो अपोइन्टमेन्ट पाउनलाई. मेमा सबै डकुमेन्टेसन भेरिफिकेसनहरू सबै गऱ्यो. त्यसपछि मेडिकल अनि रिपोर्टहरू अनि वाडाको डकुमेन्ट्सहरू सबै रेडी पाइसकेको थियो. सिर्फ एउटा भिजाको लागि अपोइन्टमेन्ट बाँकी थियो. त्यो भिजा अपोइन्टमेन्ट नपाएर चाहिँ मेरो लास्टै ल्याङ भएको थियो. अनि लास्टमा चाहिँ हामीले ग्रुप भिजाबाट आयौँ. अनि फर्स्टमा भिजा प्रोसेसिङ चाहिँ त्यस्तो भयो. नर्मली 2 देखि 3 महिनामा चाहिँ यदि हजुरहरूको फटाफट डकुमेन्टेसनहरू अनि अपोइन्टमेन्टहरू पाउनुभयो भने हजुरले 2 महिनासम्ममा सक्नुहुन्छ. प्रोसेसिङ चाहिँ त्यति लामो लेन्थी पनि छैन. आइल्समा 5.5 नट लेस देन 5 होला मेबी त्यतिखेर. अनि फाइनेन्सियली पनि त्यतिखेर चाहिँ अलिक सजिलै थियो. हुन्छ नि, 1 डे ब्याङ्क ब्यालेन्समा त्यही 20 लाख जस्तो देखायो भने पुग्थ्यो. अनि आउने युनिभर्सिटी फी अनि त्यसपछि चार्जहरू त डिफ्रेन्ट थियो. त्यसको चाहिँ म अहिले एकछिनमा भन्छु. त्यही हो, म चाहिँ फल 2023 ब्याच हो. अनि त्यसपछि म चाहिँ आइबिए लिएर आएको हो पढ्नुलाई चाहिँ इन्टरनेसनल बिजनेस एडमिनिस्ट्रेसन. अहिले चाहिँ क्योङडङ युनिभर्सिटीमा पढ्दैछु. त्यही हो, 2.5 वर्ष भयो. अब मेरो 5th सेम पनि सकिसक्यो. अब म 6th सेममा हुन्छु. अनि कोरिया जाँदा कति खर्च लाग्यो प्रोसेसिङमा भनेर भन्नुभएको थियो. त्यही हो, अब हजुरले आइल्सदेखि सबै क्यालकुलेसन गर्नुभयो भने चाहिँ अलिक कति पर्छ. कोरियाको नि युनिभर्सिटी हेरी हुन्छ, कुन युनिभर्सिटी जाँदै हुनुहुन्छ भनेर. म आएको युनिभर्सिटी चाहिँ अलिक एक्सपेन्सिभै हो. अनि मैले चाहिँ 50% स्कलरसिप पाएको थिएँ. त्यतिखेर हामी आउँदा $5,000 युनिभर्सिटी फी थियो भने अहिले चाहिँ $4,000 भएको छ. $2,500 तिर्नु पऱ्यो. त्यतिखेर चाहिँ हामीले त्यो भनेको लगभग 3.5 लाखको आसपास थियो. 3.5 लाख एक सेमिस्टरको. अनि हामीले चाहिँ 1 वर्षको तिरेर आएको थियो. विच मिन्स 7 लाख चाहिँ कलेज फी. अनि क्योङडङ युनिभर्सिटीमा आउनलाई चाहिँ अनि अर्को खै के चार्ज पनि लाग्दो रहेछ कि मैले ठ्याक्कै बिर्सिहालेँ. त्यो 2टा इन्भोइस जस्तो हुन्थ्यो. त्यसमा चाहिँ अनि 3 लाख चाहिँ मैले अर्को पनि तिरेको हो. त्यही भएर 7, 8, 9, 10, 11 होस्टेल शुद्ध गरेर चाहिँ 11 लाख चाहिँ मैले युनिभर्सिटीलाई नै तिरेको थिएँ त्यतिखेर हो. त्यसपछि डकुमेन्टेसनलाई त्यो के अरे छापहरू हुन्छ नि भेरिफिकेसनको लागि कन्सल्टेन्सी चार्ज अनि फ्लाइट गरेर चाहिँ मेरो मेबी 15 to 16 लाख चाहिँ लागेको थियो होला. नेपाली 16 लाख जति. अब आइल्सहरू हजुरहरूले सबै जोड्नुभयो भने चाहिँ इट्स विल बी अलिक धेरै पैसा. तर नर्मली 15 to 16 लाख भनौँ न, त्यस्तो लाग्यो. म चाहिँ फेरि D2 भिजा हो अनि त्यति लाग्यो. हजुरहरूको र मेरो एक्सपेन्सेस चाहिँ डिफ्रेन्ट हुनसक्छ, किनकि मैले चुज गरेको युनिभर्सिटी र हजुरहरूले चुज गर्न थाल्नुभएको युनिभर्सिटीमा चाहिँ अब डिफ्रेन्ट हुनसक्छ. अनि अहिले चाहिँ धेरै डलरको रेटहरू पनि बढेछ. अनि त्यो अलिकति चेन्जेसहरू चाहिँ माथि तल हुनसक्छ. त्यही भएर हजुरहरूले त्यसरी एस्टिमेट गर्नु होला. अब ब्याङ्क ब्यालेन्स त हजुरहरूले मिलाउनु परिहाल्यो.
अनि कति मन्थपछि काम पाउनुभयो भन्नुभएको छ। मैले चाहिँ म ठ्याक्कै अब ढिलो भएर सेप्टेम्बरमा आइपुगेँ। फलको इन्टेक सेप्टेम्बरमा क्लास स्टार्ट हुन्थ्यो, सेप्टेम्बरमा आइपुगेँ थिएँ। सेप्टेम्बरमा क्लास स्टार्ट हुने बित्तिकै चाहिँ मेरो अब काम खोज्ने त कुरा भएन नि त, अब पाइँदैन नि त। त्यही भएर काम खोज्नु त खोजेको, साथीभाइहरूलाई अनि कसलाई चिनेछ भने काम भनिदिनु है भनेर भन्नु चाहिँ भनेको हो। त्यही भएर त्यो सेप्टेम्बरभरि त मैले कामै गरेन। अनि अक्टोबरमा चाहिँ त्यतिखेर छुसक थियो। अक्टोबरमा छुसक थियो। छुसक भनेको चाहिँ यहाँको उनीहरूको फेस्टिभल हो। त्यतिखेर चाहिँ काम पाउँछ, चिन्ता नगर भनेर धेरैले भन्नुभएको थियो। अनि त्यतिखेर मैले ठ्याक्कै हाम्रो यहीँनिर नेपाली रेस्टुरेन्ट छ, त्यहाँको दाईसँग चाहिँ हामी खाना खान जाँदाखेरि दाई काम भयो भने भन्नुहोस् है भनेर भनेको थियो। त्यतिखेर दाईले कताबाट काम थाहा पाउनु भएछ, अनि त्यहाँनिर काम लगाइदिनु भयो। मेबी त्यहाँ मैले 15-20 दिनको 3-4 घन्टा 15-20 दिन ग्यापिङ विकेन्ड, अनि कहिलेकाहीँ फ्राइडे स्याटरडे सन्डे, अनि स्याटरडे सन्डेपछि मन्डे बिजी भएर मन्डे, त्यसरी गरेर विकेन्ड गरेर त्यतिखेर मैले 15-20 दिन गरेँ होला। अनि 15-20 पछि चाहिँ फेरि अनि डाइरेक्ट मैले नोभेम्बरमा सँगै पढ्ने दिदी हुनुहुन्थ्यो, उहाँ दिदीकोमा चाहिँ भ्याकेन्सी खाली भएको रहेछ। अनि त्यहाँ भ्याकेन्सी खाली भएर अनि त्यसपछि ठ्याक्कै नोभेम्बरमा हो, किनकि हाम्रो डिसेम्बरदेखि चाहिँ भ्याकेसन स्टार्ट हुन्थ्यो। अनि नोभेम्बरमा चाहिँ मलाई त्यहाँनिर नोभेम्बरको 3rd विकदेखि चाहिँ आऊ है भनेर भन्नुभएको थियो। अहिले पनि जहाँ म त्यहीँ काम गरिरहेको छु, त्यतिखेर चाहिँ मलाई त्यहाँ एकजना बङ्गलादेशी दाइले चाहिँ उहाँ बङ्गलादेश जान लाग्नु भएको रहेछ। एन्ड देन ल ऊ जान लाग्छ, उसको ठाउँमा कोही चाहिन्छ, भ्याकेसनको लागि मात्रै हुनसक्छ, मेबी पछि नै राख्न सक्छ, तर भ्याकेसनको लागि मात्रै हो भनेर त्यसरी गएको थिएँ। अनि म त्यहीँ काम गरेँ, अनि सिकेँ। भाषा चाहिँ म त्यतिखेर केही नै आउँदैन थियो मलाई, म जेरो थिएँ त्यतिखेर भाषामा। त्यहीँ काम गरेँ, साथीहरू थियो, दिदीहरू हुनुहुन्थ्यो, अर्को बङ्गलादेशी दिदी पनि हुनुहुन्थ्यो, दिदीहरूले सिकाउनु भयो। त्यसरी नै त्यहीँ गरेर मैले काम बिस्तारै त्यहीँ सिकेँ। अहिले चाहिँ म त्यहीँ काम गरिरहेको छु कन्टिन्यू। अनि काम चाहिँ हामीले कति महिनापछि गर्न पाउँछ भन्दाखेरि, यदि हजुरहरू D2 हुनुहुन्छ भने चाहिँ ARC आएपछि गर्न पाइहाल्नुहुन्छ होइन। तर ARC नपाउँदा नि गर्नु त हुन्छ, तर हामीसँग सिङको वर्क पर्मिट हुँदैन नि त। वर्क पर्मिट नभएपछि चाहिँ हामीले इलिगल हुन्छ कि, एज अ इलिगलै काम गरे हुन्छ। तर हाम्रो युनिभर्सिटीले चाहिँ 15 दिनमै निकालिदिन्थ्यो। हजुरहरू अब युनिभर्सिटी अनुसार फरक हुन्छ। युनिभर्सिटीले कति दिनमा ARC एलियन कार्ड निकालिन्छ, त्यही हिसाबले हजुरहरूले काम गर्न पाउनुहुन्छ। अनि स्टार्टिङ फेजको स्टोरीहरू भनिदिनु न, कज म पनि मार्च इन्टेकमा आउँदैछु। अनि स्टार्टिङ फेज चाहिँ त्यही हो, मेन भनेको चाहिँ हजुरहरू इमोसनल्ली स्ट्रङ हुन्छ नि, अलिकति मेन्टल्ली अनि स्ट्रङ भएर आउनु होला। अप्स एन्ड डाउन्स भइरहन्छ। पेसेन्स पनि हजुरहरूले धेरै गर्नु होला। आउनु बित्तिकै म त आउनु बित्तिकै काम पाउँछु, म त 6 महिनामै सब ऋण तिरी भ्याउँछु, अथवा 6 महिनामा मेरो लाइफ सेटल हुन्छ भनेर आउनुहुन्छ होला। होइन, त्यो एकदम हुन्छ नि, हजुरहरू त्यस्तो नसोच्नुहोस्। 1देखि 1.5 वर्ष र हुन्छ नि 2 वर्ष चाहिँ हजुरहरूलाई लाग्छ नर्मली सेटल हुनलाई। किनकि आउने बित्तिकै हजुरहरूले 6 महिनाको मात्र फी तिर्नुभयो भने 6 महिनाको फी अब पछि फेरि हजुरहरूले तिर्नुपर्ने हुन्छ। त्यही भएर आएको 2 महिना काम पाउनुभयो भने 4 महिनाको त अब हजुरले जम्मा गरेर युनिभर्सिटी फी नै तिर्नुपर्छ। त्यही भएर घर पठाउँदाखेरि चाहिँ अलिक टाइम लाग्छ। होइन पठाउनै नसक्ने भन्ने होइन, पठाउन सकिन्छ, तर अलिक टाइम लाग्छ। गिभ यु टाइम टु यर सेल्फ हुन्छ नि, अलिक पेसेन्स भएर टाइम दिएर गर्नु होला। आउने बित्तिकै म चाहिँ 6 महिनामा सब ऋण तिरी भ्याउँछ, 6 महिनामा सेटल हुन्छ भनेर हुँदैन। त्यो चाहिँ अलिक टाइम लाग्छ। हजुरहरू पेसेन्स, मेन चाहिँ पेसेन्स गर्नु होला। बिस्तारै सबै थोक राम्रो हुन्छ। सक्छु म गर्छु भनेर हुनु पर्यो। एन्ड देन त्यही हो, अरू त बिस्तारै लक पनि हो, एउटा लकले पनि साथ दिनु पर्यो, त्यही हो। अनि त्यसपछि अर्को आयो छ हजुरहरू मार्च इन्टेक। अब सोच्नु होला मार्च इन्टेक राम्रो कि सेप्टेम्बर इन्टेक राम्रो भनेर। इन माई पर्सनल ओपिनियन मलाई चाहिँ मार्च इन्टेक राम्रो जस्तो लाग्छ है। किनकि अब मार्च इन्टेक भनेको चाहिँ ठ्याक्कै विन्टर सकिने इन्टेक हुन्छ। अनि मार्च, अप्रिल, मे, जुनको हाफसम्म हजुर युनिभर्सिटीमै पढ्नुभयो भने पनि, क्लास रेगुलर जानुभयो भने पनि विकेन्डमा अलिअलि काम गर्न पाउनु भइहाल्यो। अनि त्यो काममा चाहिँ हजुरहरूले ल्याङ्ग्वेज पनि पढ्न सक्नुहुन्छ। अनि ल्याङ्ग्वेज पढ्नु सक्नु भएपछि ठ्याक्कै समर भ्याकेसन हुन्छ, मतलब भ्याकेन्सीहरू खुल्छ, त्यतिखेर ठ्याक्कै काम गर्न पाउनुहुन्छ। अनि हजुरहरू भ्याकेसनको लागि मात्रै भनेर काम गर्ने ठाउँमा पनि यदि हजुरहरूको काम मन पऱ्यो भने उहाँहरूले भ्याकेसन पछि पनि रेगुलर बोलाउन सक्छ। त्यही भएर मलाई चाहिँ पर्सनली चाहिँ मार्च इन्टेक राम्रो हो जस्तो लाग्छ। तर म चाहिँ सेप्टेम्बर इन्टेकमा आएको हो। अनि सेप्टेम्बर इन्टेकलाई चाहिँ के हुन्छ भन्दाखेरि, सेप्टेम्बरमा चाहिँ ठ्याक्कै भ्याकेसन सकेको हुन्छ। अब सबै बिजनेसहरू भ्याकेसन अगाडि मजाले चलेर सेप्टेम्बरमा चाहिँ अब भ्याकेसनमा काम गरिरहनु
जानुभएकोहरूलाई अब ठ्याक्कै निकाल्ने कुरा पनि हुँदैन, भ्याकेन्सी त्यहीँ प्याक भइसकेको हुन्छ। त्यसपछि भ्याकेन्सीहरू त्यति खासै खोज्दैन, विन्टर लाग्छ, भएको मान्छेहरूलाई पनि अब धेरै कम्पनीजहरूले त निकालिदिनु पनि हुन्छ रेस्टुरेन्टहरूले। त्यही भएर सेप्टेम्बरमा चाहिँ अलिक गाह्रो छ काम पाउनलाई। त्यही अब अलिकति लक हुनु पर्यो अनि मान्छेहरू चिनेको हुनु पर्यो, त्यसो भयो भने चाहिँ राम्रै हो। तर सेप्टेम्बर इन्टेक चाहिँ अलिकति अप्ठ्यारो गाह्रो हुन्छ एज कम्पेयर टु मार्च इन्टेक। त्यही भएर मार्च इन्टेकमा आउँदै हुनुहुन्छ भने चाहिँ इट्स अ गुड चोइस। सेप्टेम्बर पनि नराम्रो होइन, तर इट्स अ बिट हार्ड। सेप्टेम्बरमा आउने मान्छेहरूलाई चाहिँ अलिक गाह्रो हुन्छ, अलिकति काम पाउन गाह्रो हुनसक्छ, त्यही हो। एन्ड देन अब अर्को चाहिँ भयो नि, हजुर जानुभएको भने मैले अघि नै भनिसकेँ, म चाहिँ 2.5 वर्ष भयो। ल्याङ्ग्वेज कतिको पढेर आउने, नेपालबाटै आउँदा पढेर आएको राम्रो हो कि यहीँ भनेपछि अभियसली ल्याङ्ग्वेज त इम्पोर्टेन्ट छँदैछ। ल्याङ्ग्वेज त हजुरहरूले नेपालबाटै पढेर आउनुभयो भने राम्रो, किनकि यहाँ ल्याङ्ग्वेज बिना त केही पनि हुँदैन। हजुरहरूले इङ्ग्लिस त कसैलाई पनि आउँदैन यहाँ, अब अलिअलि सोलतिर बस्नेहरूलाई आउँछ होला, बट म बसेको सिटीमा चाहिँ खासै कसैलाई पनि ल्याङ्ग्वेज आउँदैन, इङ्ग्लिस यहाँनिर बोल्ने छैन। मेनली चाहिँ यहाँनिर इङ्ग्लिस चल्दैन। हजुरको मेन काम लाग्ने भनेको ल्याङ्ग्वेज हो। ल्याङ्ग्वेज चाहिँ एकदम इम्पोर्टेन्ट छ। हजुरहरूले धेरै नजाने पनि एउटा ग्रिटिङ्स अनि ग्रिटिङ गर्नुलाई, अनि म कति वर्ष छु, नाम भन्नलाई, वर्ष भन्नुलाई, म यहाँबाट आएको, त्यति चाहिँ हजुरहरूले बेसिक चाहिँ सिकेर आउनु। अनि मेन अब हामी यहाँ गर्ने भनेको पार्ट टाइम वर्कर हो, अनि रेस्टुरेन्टमा हो मेन त। त्यही भएर रेस्टुरेन्टमा युजफुल हुने ल्याङ्ग्वेजहरू हुन्छ नि, वेलकम भन्ने, सर्भ गर्नलाई कतिजना हुनुहुन्छ यस्तो उस्तो भनेर रेस्टुरेन्टमा काम हुने युज हुने वर्ड्सहरू चाहिँ अलिक बढी सिकेर आउनुहोस् होला। बिस्तारै अरू भनेको चाहिँ बिस्तारै काम गर्दा गर्दै सिकिने चिज पनि हो। म पनि आउँदाखेरि केही आउँदैन थियो, मलाई आनिमासे हो भनेको के अरे ग्रिटिङ्स हो, नमस्ते हो भनेर पनि मलाई त्यस्तो राम्ररीसँग थाहा थिएन। त्यो बिस्तारै हजुरहरूले सिक्दै गर्नुहुन्छ, बट नेपालबाटै ल्याङ्ग्वेज पढेर आयो भने चाहिँ अलि राम्रो हुन्छ नि। हजुरहरूलाई अपर्च्युनिटिजहरू छिटो यहाँ धेरै अपर्च्युनिटिजहरू पाउँछ। त्यही हो जस्तो लाग्छ। मेन कुराहरू चाहिँ दिस इज अल अबाउट मेरो पर्सनल एक्सपिरियन्स र मैले भोगेको र मैले अहिलेसम्म बुझेको थ्रुबाट भनेको हो। इट मे बी डिफ्रेन्ट पर्सपेक्टिभ हुन्छ नि, डिफ्रेन्ट। कोहीले आउने बित्तिकै 1 हप्तामै पनि काम पाउनु भएको, कसैले 2-3 दिनमै पनि जानुभएको थियो, तर म चाहिँ 1.5 महिना चाहिँ आनन्दले ड्रोममै बसेको थिएँ। अनि त्यसपछि कतिको सजिलो छ युनिभर्सिटी स्टुडेन्टलाई पैसा कमाउन भनेर भन्नुहुन्छ होइन, सजिलो छैन, इट्स डिफिकल्ट। किनकि युनिभर्सिटी लाइफ र पार्ट टाइम लाइफलाई मिलाउनलाई एकदमै गाह्रो छ। हामी कसरी भन्दाखेरि युनिभर्सिटी जानै पर्छ, एटेन्डेन्स कम्पलसरी हुन्छ। एटेन्डेन्स भएन भने युनिभर्सिटीले हजुरहरूको स्कलरसिप, हजुरहरूको क्रेडिट आवर यसै पनि घट्छ होइन। अनि युनिभर्सिटी चाहिँ जानै पर्छ। झन् म पढेको युनिभर्सिटी चाहिँ हप्तामा 5 दिन युनिभर्सिटी जानै पर्छ। बिहान 9 to 1 चाहिँ हुन्छ, मेबी कहिले काहीँ एक्स्ट्रा क्लासहरू अनि रिइन्फोर्समेन्ट क्लास भनेर हाम्रो कहिले बिहान बसिरहेको हुन्छ, कहिले बेलुका आफ्टर क्लास पनि 2-3 बजीसम्म भइरहेको हुन्छ। त्यो स्केड्युल भइरहेको हुन्छ। आफ्टर क्लास पनि रिइन्फोर्समेन्ट क्लासहरू हुन्छ। त्यो भयो। नर्मली चाहिँ 9 to 1 भनेर फिक्स भएको छ। अनि त्यसपछि बिहान युनिभर्सिटी गयो, अनि युनिभर्सिटी गएपछि कसैको 2, 3, 4, 5 बजीदेखि काम हुन्छ, काम गयो, बेलुका 10 बजी आयो, 11 बज्छ, कसैको ढिलोसम्म नि हुन्छ। एज यर वर्किङ आवर कति छ त्यसरी हुन्छ। एकदम गाह्रो हुन्छ ब्यालेन्स गर्नलाई, बट इम्पोसिबल भनेर चाहिँ भन्न सक्दैन। त्यही हो, हजुरहरूले अलिकति मिहिनेत, अलिकति हार्डवर्क चाहिँ गर्नुपर्छ, देन इट विल बी इजी फर यु। स्टुडेन्टहरू नर्मली यहाँ आएर एकैचोटि काम भन, आफ्नो रेस्पोन्सिबिलिटी आफै काम भन, अनि त्यसपछि युनि जाऊ, असाइनमेन्ट भन, इट विल बी अलिकति डिफिकल्ट, बट यु क्यान डु इट। त्यस्तो प्यानिक नहुनु, बिस्तारै सबै थोक हुन्छ। अनि त्यसपछि अनि हजुरले चाहिँ कति कमाउनुहुन्छ भनेर सोध्दै हुनुहुन्थ्यो होइन। खास गरी यो इन्कम चाहिँ डिफ्रेन्ट हुन्छ सबैको। इट डिपेन्ड्स अन यर वर्किङ आवर। मेन चाहिँ हजुरले कसरी वर्किङ आवर हुनुहुन्छ भनेर हुन्छ, अनि वर्किङ वेजेस कति हो भनेर हुन्छ। अनि त्यसपछि त्यही हो, फर्स्टमा वर्किङ आवर नर्मली हजुरले विकमा काम गर्न पाउने भनेको 20 आवर्स भन्छ। विकेन्डमा चाहिँ हजुरहरूले जति नै काम गर्न पाउनुहुन्छ होइन। अनि विकेन्डमा जति, भ्याकेसनमा पनि जति, अनि विकडेजमा चाहिँ 20 आवर्स भन्छ। तर हामीले नर्मली चाहिँ दिनमा 7 आवर्स त काम गरेकै हुन्छौँ। दिनमा 7 आवर्समा हामीले 4 दिन छुट्टी ल्यायो भने पनि 26-27 डेज, विकमा 1 डे हलिडे, 26 डेज वर्किङ डेज हुन्छ। अनि दिनमा 7 आवर्स गऱ्यो भने नि हजुरहरूले 180 to 190 आवर्स चाहिँ हजुरहरूले काम गर्न सक्नुहुन्छ। कसैको त्योभन्दा नि धेरै हुन्छ वर्किङ आवर, कसैको त्योभन्दा कम हुनसक्छ। हजुरहरूको काममा कति वर्किङ आवर छ त्यसमा डिपेन्ड हुन्छ। र नर्मली हजुरहरूको 180 to 190 वर्किङ आवर हुन्छ भनेर एस्टिमेट गर्नुभयो भने चाहिँ, विच मिन्स नर्मल रेट चलेको पनि मानवन हुन्छ, नेपाली 1000, 180, 90 चाहिँ
1,80,000 1,90,000 चाहिँ हजुरहरूको बेसिकमा पनि अब फर्स्टमा अलि नहुनसक्छ बेसिकमा पनि त्यति इस्टिमेट गरौँ अनि त्यसपछि चाहिँ इट डिपेन्ड्स अपन कम्पनी र हुन्छ है मैले फर्स्टमै भनेको छु कम्पनीहरूमा पनि डिपेन्ड हुन्छ र नर्मल्ली चाहिँ कमाउन सक्ने भनेको मिनिमम चाहिँ 1.5 लाख म्याक्सिमम चाहिँ अब 3 लाखहरू अब हजुरहरूको वर्किङ आवर काम अनुसार वेट रेजेस कसैको 1500 कसैको 1300 कसैको 1200 कसैको 1100 कसैको 1000 पनि हुन्छ त्यसरी गरेर चाहिँ वर्किङ गरेर चाहिँ मिनिमम 1.5 लाख र म्याक्सिमम चाहिँ अब 3 लाख त्यसरी हजुरहरूले कमाउन सक्नुहुन्छ अनि त्यसपछि अब मेरो भनेको चाहिँ त्यही 2 देखि 3 को बिचमा छ त्यति धेरै पनि छैन कहिलेकाहीँ 2 भन्दा मुनि पनि हुन्छ कहिलेकाहीँ 2 भन्दा माथि पनि हुन्छ भ्याकेसनतिर चाहिँ 3 नपुग त्यस्तै हुन्छ त्यति हो त्यति धेरै कमाइ चाहिँ हुँदैन धेरै एक्सपेक्ट पनि नराख्नु किनकि हामी स्टुडेन्टहरूले चाहिँ युनिफी तिर्नु परिहाल्यो रुम रेन्ट भन अनि त्यसपछि खानु एक्सपेन्सेस भन इन्सुरेन्स सेम हाम्रो मेन चाहिँ त्यस्तैमा जान्छ अनि त्यही हो नर्मली बेसिक इन्कम चाहिँ 1.5 देखि 1.5 लाखदेखि 2.5 लाखसम्म हुन्छ सेभिङ्स चाहिँ अब हजुरहरूले आफ्नो खर्चहरू मिलाएर गर्न सक्नुहुन्छ अनि एक्सपेन्सिभ चाहिँ कतिको छ कोरिया भनेर भन्नु पनि भएको थियो कोरिया चाहिँ म त्यति एक्सपेन्सिभ पनि भन्दिनँ त्यति चिप पनि भन्दिनँ इट्स त्यस्तो गाह्रो पनि छैन लाइफस्टाइल हुन्छ नि हजुरहरूले रुम रेन्ट चाहिँ अब 3 लाख वनदेखि 5 लाख वनसम्ममा पाउनुहुन्छ होइन 30,000 नेपालीदेखि 50,000 नेपालीसम्ममा रुम रेन्ट पाउँछ मेरो यो रुम पनि 45,000 नेपाली हो 4,45,000 वन हो सानो हुन्छ ठिक्क आफूलाई पुग्ने हुन्छ अनि फुडको एक्सपेन्सेस चाहिँ यदि हजुरहरू काममै हुनुहुन्छ भने त काममै पनि खाना खानुहुन्छ त्यसमा अलिकति हजुरहरूको घट्छ एक्सपेन्सेस 40,000 45,000 रुम रेन्ट अनि त्यसपछि रुम रेन्ट 20,000 फुड एक्सपेन्सेस 15,000 ट्रान्सपोर्टेसन अनि 10,000 चाहिँ हजुरको सिम र इन्सुरेन्स गर्यो भने हजुरको 80,000 to 90,000 चाहिँ हजुरको मन्थली एक्सपेन्सेस हुनसक्छ हजुरले कति खर्च गर्नुहुन्छ अब हजुरहरू पार्टी गर्ने अब हुन्छ नि साथीभाइ गेट टुगेदर त्यो हजुरहरूको चाहिँ छुट्टै हुन्छ भने नर्मल्ली हजुरलाई मात्रै चाहिने चाहिँ 80,000 to 90,000 ले चाहिँ हजुरहरूको एक्सपेन्सेस हुन्छ जस्तो लाग्छ मेरो चाहिँ त्यति हुन्छ 80 to 90 हुन्छ र साथीहरूसँग कहिलेकाहीँ खाना बाहिर जाने घुम्न जाने भनेको चाहिँ त्यो अब एक्सक्लुडेड हो त्यो भनेको अर्कै हुन्छ त्यो एक्सपेन्सेस अर्कै हो तर नर्मली बेसिक एक्सपेन्सेस चाहिँ 80,000 to 90,000 हुन्छ त्यही हो छिपै छ एज कम्पेयर टु अरू देश भनेर अनि कतिले भन्नुहुन्थ्यो कोरिया चुज गर्ने कि अरू देश चुज गर्ने विच वान इज बेटर भनेर पनि भन्नुभएको थियो अब माई पर्सनल एक्सपिरियन्स चाहिँ भन्नुपर्दा आई डोन्ट रिग्रेट चुजिङ कोरिया है मलाई चाहिँ कोरिया चुज गर्यो भनेर रिग्रेट चाहिँ अलिकति पनि छैन किनकि मलाई त्यस्तो हुन्छ नि अरू देश जानुपर्ने रहेछ मेरो साथीहरू अस्ट्रेलिया अमेरिका कता कता छ होइन जर्मन छ मोस्ट त अमेरिका र अस्ट्रेलिया छ होइन तर मलाई चाहिँ पर्सनली म कोरिया आउँदाखेरि ला म कोरियामा भनेर मलाई कहिले पनि कोरियामा छु भनेर त्यस्तो नराम्रो मतलब त्यस्तो म उचित भएको छुइनँ म आई एम सेटिस्फाइड कि म कोरियामा छु किनकि यति मतलब आई एम सेटिस्फाइड त्यति भनौँ न कोरिया इज नट वर्स भनेर चाहिँ म भन्दिनँ कोरिया इज गुड हजुरहरूले त्यति 15-20 लाखको इन्भेस्टमेन्टमा आएर आफू ब्याचलर्स पढेर गर्न सक्नु भनेको इट्स नाइस अब भनिन्छ नि अस्ट्रेलियामा 6-7 लाख कमाउँछ भनेर तर त्यो 6-7 लाख कमाउनको लागि हजुरहरूले इन्भेस्टमेन्ट पनि त नि त्यति नै गरेछ नि त अनि ट्याक्स भन यताउति भन त्यसमै जान्छ 15देखि 20 लाख इन्भेस्टमेन्टमा आएर हजुरहरूले कहाँ अनि अस्ट्रेलियाकै जस्तो मन्थली 6-7 लाख त्यसरी एक्सपेक्ट गर्नुहुन्छ त त्यसरी एक्सपेक्ट गरेर चाहिँ हुँदैन हजुरहरूको यहाँ इन्भेस्टमेन्ट नै थोरै छ इन्भेस्टमेन्ट थोरै भएपछि डेफिनेटली ब्याक पनि थोरै नै आउँछ तर इट डजन्ट मिन लास्टै थोरै हजुरहरूले बेसिकली पनि कमाएर लिमिट गर्नुभयो भने 1-1.5 लाख हजुरहरूले सेभिङ गर्न सक्नुहुन्छ मन्थली 1.5 लाख हजुरहरूले मन्थली सेभिङ गर्न सक्नुहुन्छ मेबी कोहीले त्योभन्दा धेरै पनि गर्नुहुन्छ इट्स अपन यु बट 1.5 लाख चाहिँ बेसिक सेभिङ गर्न सक्नुहुन्छ त्यही हो अनि इफ यु गाइज आस्क मी डु यु रिग्रेट चुजिङ कोरिया देन नो आई डोन्ट रिग्रेट चुजिङ कोरिया चाहिँ मेरो लागि एउटा राम्रो पनि हो एक हिसाबले सेफ छोरी मान्छेहरूको लागि केटीहरूको लागि एकदमै सेफ छ नाइटमा पनि हजुरहरू राति 12-1 बजे आउनुभयो भने कसैले त्यस्तो केही पनि हुँदैन सेफ छ कोरिया चाहिँ अब डाउन टाउनहरूमा अलिकति फरक हुनसक्छ तर म बसेको एरिया चाहिँ इट्स सेफ इनफ राति पनि सेफ नै छ अनि त्यही हो केटी मान्छेहरूलाई यहाँको मान्छेहरूले त्यस्तो नराम्रो नजरले पनि खासै हेर्दैनन् त्यही भएर आई डोन्ट रिग्रेट चुजिङ कोरिया अनि अरू त के हुनुपर्छ अरू धेरै कुराहरू छ तर मैले अहिले ठ्याक्कै यादै भएन
अनि त्यसपछि ल्याङ्ग्वेजको कुरा गर्दाखेरि चाहिँ हजुरहरू ल्याङ्ग्वेज पढेर आउनु, यहाँ युनिभर्सिटीहरूले पनि पढाउँछ तर ल्याङ्ग्वेज पढेर आएको एकदम गुड। अनि त्यसपछि पार्ट टाइम जबको पनि मेबी मैले सबै कभर गरेँ जस्तो लाग्छ, इन्कम्सहरू सबै पार्ट टाइम जबहरूको एक्सपेन्सेस पनि मैले हजुरहरूलाई भनिहालेँ त्यस्तै हुन्छ। यो चाहिँ दिस इज अल अबाउट मेरो एक्सपिरियन्स है, यो चाहिँ डिफ्रेन्ट पनि हुनसक्छ, मेरो जस्तै भएको हजुरहरूलाई नहुन पनि सक्छ, हजुरलाई मेरो भन्दा राम्रो हुन पनि सक्छ। विश यु लक। अनि त्यसपछि अनि लिभिङ अलोन इन कोरिया इज कतिको हार्ड भनेर छ, इट्स अ बिट हार्ड। हजुरहरू एक्लै बस्नलाई जस्तो भए पनि गाह्रै हुन्छ, सबै आफ्नो रेस्पोन्सिबिलिटी आफै गरिरहेछ। अब गाह्रै हुन्छ, अब हामी सजिलो एज इन अ सेन्स सजिलो पनि छ गाह्रो पनि छ, म त के भन्नु यसमा, इट डिपेन्ड्स अपन यो पर्सनालिटी एज वेल। अब हजुरहरू जहिले घर परिवार साथीहरूसँग घर परिवारहरूसँग बस्ने अलिकति जोइन्ट फ्यामिलीमा बस्नु भएको छ भने इट्स विल बी डिफिकल्ट, तर पहिल्यैदेखि हजुर होस्टेल अनि हजुरहरू होस्टेलमा बस्ने अनि अलिकति फ्यामिलीहरूबाट टाढा बसेर पढ्दै हुनुहुन्छ भने इट्स नर्मल जस्तो लाग्छ। तर मलाई चाहिँ पर्सनली चाहिँ एकदम गाह्रो भएको थियो, म चाहिँ 6 महिनासम्म यति होमसिक, त्यस्तै यहाँ पनि आएपछि एक्लै अनि होमसिक एकदम गाह्रो भएको थियो मलाई चाहिँ। अलि पछि मात्रै मलाई सजिलो भएको हो, तर म चाहिँ एकदम होमसिक भएको थियो। थिङ्स आई विश न्यू बिफोर कमिङ टु कोरिया भन्नुभएको छ होइन। बिफोर कमिङ टु कोरिया मलाई चाहिएको कुरा भनेको चाहिँ ल्याङ्ग्वेज हो। ल्याङ्ग्वेज चाहिँ एकदम इम्पोर्टेन्ट छ गाइज, प्लिज ल्याङ्ग्वेज चाहिँ हजुरहरूले पढेर आउनु होला। त्यही हो, ल्याङ्ग्वेज चाहिँ एकदम इम्पोर्टेन्ट छ। ल्याङ्ग्वेज पढेर आएको भए हुन्थ्यो जस्तो लाग्छ, जुन चाहिँ मैले पढिनँ, यहाँ आएपछि मात्रै गरेको हो ल्याङ्ग्वेज चाहिँ। अनि त्यसपछि त्यही हो, आई थिङ्क आई कभर्ड एभ्रिथिङ। बिगेस्ट मिस्टेक यु हेभ मेड इन कोरिया भनेर भन्नुभएको छ। मैले कोरिया आउँदाखेरि कोरियामा गरेको सबभन्दा ठुलो मिस्टेक भनेको चाहिँ ट्रस्ट। जो पाए त्यसलाई ट्रस्ट नगर्नु, जो पाए कसम भनेको प्लिज डोन्ट ट्रस्ट एनीबडी। हुन राम्रो मेन भनेको चाहिँ चुज पर्सन वाइजली भन्छु। अनि त्यसपछि अनि फर्स्ट प्रायोरिटी चाहिँ आफूलाई राख्नुहोस्, नो बडी इज देयर फर यु। फर्स्ट प्रायोरिटी आफूलाई राख्नुहोस्, त्यसपछि प्रायोरिटी अरूहरू हुन्छ। त्यही भएर मैले द मेन मिस्टेक आई मेड इज मैले चाहिँ मलाई फर्स्ट प्रायोरिटी राखिनँ, द्याट्स माई फर्स्ट मिस्टेक जस्तो लाग्छ। अलि हतार गरेँ, अरूको कुरा धेरै सुन्ने जस्तो लाग्छ, द्याट्स माई मिस्टेक। आफ्नो कुरा आफैले मतलब आफ्नो कुरा सुन्नु, द थिङ विच इज गुड फर यु त्यही कुरा गर्नु, कहिले पनि अरूसँग डिपेन्ड भएर अरूको लैलेमा नलाग्नु। द्याट्स द मेन टिप्स आई विल गिभ टु यु। वर्किङ इन्भाइरोमेन्ट, कोरियामा वर्किङ इन्भाइरोमेन्ट कस्तो छ भनेर सोध्नुहुन्छ भने चाहिँ टक्सिक छ है, एकदम टक्सिक छ। कोरियनहरू एकदम मुडी हुन्छ, उनीहरूलाई हामीले राम्रो गऱ्यौँ भने दे विल बी गुड, एकदम राम्रो छ होइन नराम्रो पनि भन्दिनँ, राम्रो छ, तर हामीले अलिकति काम बिगाऱ्यो भने जस नदिने हुन्छ नि। अब ल्याङ्ग्वेज ब्यारियर भइसक्यो, उनीहरूले के भन्छ हामीले के बुझ्छ हुन्छ, उनीहरूले यो गर भनेछ भने हामीले त्यो गर्छ, उनीहरूले नगर भनेको कुरा हामीले गर्छ, उनीहरूले गर भनेको कुरा हामीले गर्न सक्दैनौँ। ल्याङ्ग्वेज ब्यारियरले गर्दा चाहिँ उनीहरूले हुन्छ, मेन भनेको चाहिँ ल्याङ्ग्वेज नआएपछि चाहिँ उनीहरूले हामीलाई यति पनि मन पराउँदैन, हामी फरेनर, अनि ल्याङ्ग्वेज नआएपछि उनीहरूले अलिकति मन पराउँदैन। अनि यदि हामी फेरि ल्याङ्ग्वेज आछ अलिकति उनीहरूले कुरा भने बुझेछ भने दे विल बी भेरी नाइस टु अस हुन्छ नि। अनि कस्टमर आछ भने सार्जनीमहरू त ओ माई गड, हामीले गर्दा उनीहरूको पसल चलेको भनेर के मजाले बोल्ने हुन्छ नि, उनीहरूको मुड पनि त्यस्तै चेन्ज हुन्छ। अनि मुडी एकदम हुन्छ, कस्टमर आछ भने हा पुरै ह्याप्पी फेस, कस्टमर आएको छैन भने उनीहरू पुरै स्याड हुन्छ, हामीलाई पुरै टेन्सन दिन सक्छ, टेन्सन किचकिच गर्नुहुन्छ। अनि म काम गर्ने ठाउँमा पनि इट वाज नट इजी टु सर्भाइभ हुन्छ नि। फर्स्टमा त मैले यति काम खोजेँ म त्यहाँ काम गर्नु सक्दिनँ। साजनिम पनि त्यत्तिकै रिसाउनुहुन्थ्यो, इमो त्यत्तिकै, किनकि न मलाई ल्याङ्ग्वेज आउने, यो गर भन्दाखेरि अर्को गर्ने, अर्को गर भन्दाखेरि अर्को गर्ने। आई थिङ्क द्याट्स आवर फल्ट एज वेल। अब हामी अरूको देशमा जान लाग्छौँ भने त्यहाँको कल्चर त्यहाँको ल्याङ्ग्वेज त हामीलाई डेफिनेटली चाहिन्छ, द्याट्स आवर प्रब्लम एज वेल। तर त्यही हो, म चाहिँ पर्सनली भन्छु मेन्टली र फिजिकल्ली अनि पेसेन्स चाहिँ हजुरहरूले लिएर आउनुपर्छ। त्यति हो गाइज। आई थिङ्क आई हेभ कभर्ड एभ्रिथिङ हुन्छ नि, त्यस्तो केही मिस भएको छ जस्तो चाहिँ लाग्दैन। इफ आई हेभ मिस समथिङ देन प्लिज कमेन्ट डाउन बिलो, आई विल लेट यु नो अगेन। हजुरहरूलाई यो भिडियो इफेक्टिभ भयो होला,
तर मेरो यो कुरा सुनेर चाहिँ हजुरहरू नडराउनु होला यो पर्सपेक्टिभ चाहिँ डिफ्रेन्ट पनि हुनसक्छ मलाई त्यसो भयो भन्दैमा हजुरहरूलाई सेम हुन नि सक्दैन हजुरहरूलाई योभन्दा राम्रो हुन नि सक्छ इट्स नाइस टु टेक रिस्क भन्छु तर कोरिया आउनु चाहिँ नराम्रो हो चाहिँ आई डोन्ट से कोरिया आउनुहोस् हजुरहरू चुजिङ कोरिया इट्स नट ब्याड तर त्यही हो पछि पिआरहरू हुँदैन भनेर भन्नुहुन्छ तर यु क्यान चेन्ज यर भिजा अनि वर्किङ भिजामा चेन्ज गरेर यु क्यान स्टे हियर त्यस्तो छ तर अब अस्ट्रेलिया युएस अनि त्यस्तो जस्तै हजुरहरूले पिआर ग्रिन कार्डहरू नै चुज गर्नुहुन्छ भने चाहिँ इट्स नट पोसिबल भन्दा नि इट्स हार्ड टु गेट पिआर आई थिङ्क सो यहाँ चाहिँ पिआरहरू त्यस्तो हुँदैन यहाँ चाहिँ भिजाहरू 5 वर्ष 10 वर्षको त्यसरी भइहाल्छ विच इज गुड फर अस अनि त्यही हो गाइज दिस मच फर टुडे आई होप अब हेर्नु न काम पनि यता लागिसक्यो म भिडियो बनाउँदै बिजी भएर मैले आज बिहानै भिडियो बनाएको छु त्यही हो गाइज दिस मच फर टुडे आई थिङ्क आई हेभ कभर्ड एभ्रिथिङ हुन्छ नि कस्तो यतापट्टि गर्नु पऱ्यो जस्तो लाग्यो इन समरी भन्नुपर्दाखेरि चाहिँ चुजिङ कोरिया इज नट ब्याड यु क्यान चुज कोरिया आउँदाखेरि हजुरहरू ल्याङ्ग्वेज पढेर आउनु होला अनि त्यसपछि नर्मली पनि हजुरहरूले बेसिक गरेर राम्रैसँग हजुरहरूले लाइफस्टाइल चाहिँ राम्रैसँग कटाउन सक्नुहुन्छ कोरियामा अनि थर्ड भनेको चाहिँ यु हेभ टु बी पेसेन्स चाहिँ एकदम चाहिन्छ नहतारिकन हजुरहरूले आफूलाई 1.5 वर्षदेखि 2 वर्ष चाहिँ टाइम 1.5 वर्ष चाहिँ हजुरहरूले आफूलाई टाइम दिनुहोस् त्यही भन्छु म चाहिँ बेस्ट अफ लक फर यु अल गाइज आई होप हजुरहरू सबैको भिजा एप्रुभ होस् हु आर वेटिङ फर यु भिजाज अपोइन्टमेन्ट्सहरू सबैको राम्रो होस् विश यु अल गुड लक त्यही हो वेलकम टु कोरिया अनि स्ट्रगल छ तर त्यही हो लाइफ होइन थ्याङ्क यू सो मच फर वाचिङ टिल द एन्ड आई होप दिस भिडियो is effective, this videos work out for you and त्यही भन्दै आजको भिडियो म एन्ड गर्छु thank you so much for watching till the end if you like this videos then don't forget to like share subscribe and comment अब हजुरहरूलाई यो भन्दा अझै मैले केही छुट्याएर एक्स्ट्रा कुराहरू जान्नु मन छ भने you can comment down below हो this is all मेरो पर्सनल एक्सपिरियन्स हो हजुरहरू चाहिँ मेरो यो कुरा सुनेर ला यस्तो भन्नुभयो म जाम कि नजाम भनेर पनि नसोच्नु होला मेरो यस्तो भएछ राम्रै छ भनेर पनि सोच्नु सक्नुहुन्छ इट्स डिपेन्ड्स अपन यु गाइज त्यही बाई गाइज थ्याङ्क यू सो मच फर वाचिङ बाई